नाइसक्ने हामीले मिलन सरलाई मिस गरेका छौँ। हेलो हेलो गाइस, आज हामीहरू जाँदैछौँ ए प्लसको फिल्डमा। के गर्नको लागि रे सूचना? हामी चाहिँ अहिले धान रोप्नलाई जाँदैछौँ ए प्लसको फिल्डमा। ए प्लस हो कि एउटै हो। ए प्लसको फिल्डमा चाहिँ हामी अहिले धान रोप्न जाँदैछौँ। मौसम हेर्न सक्नुहुन्छ, यो साइडबाट घाम लाग्छ, यताको साइडबाट चाहिँ पानी पर्न लाजी भएको छ। अनि हामी चाहिँ भर्खर आफ्नो होस्टेलबाट निक्लिसक्यौँ र अहिले चाहिँ हामी फिल्डतिर जाँदैछौँ। एकदम टक्लक्कै जग्गासँग घाम लागिरहेको छ। एकदमै अस्ति असारको 15मा खेलियो हिलो, त्यति बेला धान रोप्न पाइया थिएन। अहिले चाहिँ सरले चाहिँ एकदम सोच्नुभयो कि यिनीहरू त्यति बेला हिलो खेले तर यिनीहरूले धान रोप्न पाएनन्। उनीहरू एकदमै हाम्रो एकदमै माया लागेर चाहिँ सरले चाहिँ अहिले हामीलाई धान रोप्न बोलाउँदै हुनुहुन्छ खेतनाको रूपमा। अनि हामी चाहिँ जाँदैछौँ। म र दीक्षा, अजिता चाहिँ आउँदैछ। त्यो उहाँ चाहिँ आउँदै हुनुहुन्छ, उहाँ चाहिँ आउनुहुन्छ। अहिले अलिकति टाइम लाग्छ, अहिले आउनुहुन्छ। अहिले एकछिनमा आउनु भएन भने फेरि खत्रै हुनेवाला छ। यहाँ म तपाईँलाई अब यताको हाम्रो क्याम्पसको नजारा देखाउँछु है त। यता हेर्न सक्नुहुन्छ हाम्रो क्याम्पस। यतातिर कालो बादल छाछ छ, यतातिर घाम लागे जस्तो भएको छ। अनि यतातिर चाहिँ हाम्रो म्याम हुनुहुन्छ। धान रोप्न एकदम कस्तो लाग्दैछ म्याम हजुरलाई? मलाई एकदम एक्साइटेड फिल भइरहेछ। मैले किनभने रोपिराखेको काम हो यो, गरिराखेको काम। पछाडि सर आउँदै हुन्छ, सरलाई देखाइदिनु। पछाडि चाहिँ हाम्रो सर, यता चाहिँ हाम्रो लुफी म्याम हुनुहुन्छ। लुफी अहिले चाहिँ हामी यता फार्मको बाटो जाँदैछौँ। यहाँ चाहिँ एकदम सरले भन्नुभएको थियो क्या अघि, के अरे फिल्मको सुटिङ हुँदैछ क्या भन्नुभएको थियो। अब हाम्रो भाग्यले साथ दिए। अब चाँडै नै एउटा फिल्म झिक्नेवाला छौँ। हजुरहरूले हामीलाई साथ सहयोग गर्नु होला। कृषि पढेर हामी हिरोइनी बन्ने, हामीले फिल्म झिक्छौँ। हिरोइन बन्ने होइन कि हामी फिल्म झिक्छौँ कि हिरोइन त हामी यसै हो। हाम्रो बात पनि यहाँ कहिले सकिँदैन। एकदमै बढिया नजारा छ यतातिर हाम्रो। उता चाहिँ त्यो चाहिँ तनहु हो, यो चाहिँ तनहु हो, यो चाहिँ लमजुङ हो है। हामी एकदम यस्तो अच्छा लिकिन ठाउँमा बसिरहेका छौँ होइन। अब चाहिँ एकदम डेन्जरस झार हो है यो। दिस इज भेरी डेन्जरस फर हेल्थ अफ क्रप एन्ड ह्युमन बिङ्स एन्ड एनिमल्स, सबैको लागि डेन्जरस हो नि। हामी चाहिँ अहिले एकदम इनर्जेटिक भएर चाहिँ हामी एकदम हाम्रो धान रोप्न जाँदैछौँ। हामी चाहिँ अब यस्तो बाटो हुँदै जाने हो। हेर्न सक्नुहुन्छ बाटो एकदमै डेन्जरस छ भनेपछि झन् त्यहाँको फिल्ड झन् कस्तो होला। ओहो हाम्रो चाहिँ लुफी म्यामले चाहिँ दीक्षालाई चाहिँ अलिक बढी नै डराउनु दिएछ। अनि हामीले हाम्रो साथीलाई पर्खिँदै थियौँ तर साथी चाहिँ आएन। हाम्रो बेहेन लोक चाहिँ आइसक्नु भयो। ओ माई गॉड, के साह्रो माया हामीलाई। अजिता भनेको त हाम्रो प्यारो बहिनीहरू पो रहेछ नि त। हामीले अजिता गरिरहेको थियौँ क्या तिमीहरूलाई। होइन अजिता क्या, अरू तिमीहरूसँग आउनु थालेर ढिलो भयो कि भनेर। ल हिँड के हो यता वाइ चाउचाउको उ छ त प्याकेट। ओ माई गॉड, त्यही त। अगाडि चाहिँ दीक्षा गफ लगाउँदै गइरहेछ। उसको कामै गफ लगाउने हो के। अनि मेरो पनि यहाँ चाहिँ ठुलै खोला आएको रहेछ। ओहो अलि राम्रोसँग तर है नानी बाबुहरू। अहिले बगाउँछ फेरि गाह्रो पर्छ हामीलाई। हामी चाहिँ अब फिल्डमा आइपुग्न लागिसक्यौँ। तल त्यस्तो देखिएछ, सायद हामी त्यहाँ गएर रोप्छौँ होला। यो चाहिँ हाम्रो ए प्लसको फिल्ड हो र हामीले धान रोप्ने चाहिँ यहाँ तल रहेछ। हाम्रो साथीले उहाँ काम गरिरहेछन्। अनि म चाहिँ यसरी हिँड्दैछु। यो कुकुरले पनि बेला बेलामा डराउनै दिन्छ के। हामी चाहिँ अस्ति नै यहाँ तोरी गोड्न आएको थियौँ, अहिले चाहिँ धान रोप्न आएको। त हेर्न सक्नुहुन्छ हाम्रो सर एकदमै हि इज भेरी वर्कहोलिक।
कामप्रति यस्तो माया छ नि त्यहाँ सरको। ओहो हाम्रो सरले जति काम त कसैले पनि गर्नुहुन्न होला। त्यही त एकदमै सर एकदम ओहो कामप्रति यस्तो माया छ सरको। कता ए काम गर्न आएका ने आलीमा बसेर मजाले हेरिरहेछ। सर उता अर्को सर हुनुहुन्छ, अर्को सर पनि एकदमै कामप्रतिको माया चाहिँ एकदम के अरे त्यो बयानै गर्न सकिन्न कि सरको यस्तो माया छ। अनि सरले फेरि यस्तो काम गर्नुभएछ कि काम गर्दा गर्दै धेरै थकित भएर खाजा भन्दै हुनुहुन्छ। उता हाम्रो सर चाहिँ भर्खर काम गरेर थाक्नु भएको छ। ऊ चाहिँ हाम्रो साथी सर चाहिँ एकदम वर्कहोलिक पर्सन हो। हि इज वर्क लभिङ पर्सन। उत्सव सरले जति काम गर्ने त कोही छैन। सरले काम गर्दै हुनुहुन्छ। ल ह्याप्पी बर्थडे सर। सरले एक्लै सरले एक्लै अहिले त्यो खेत सबै पुरै भ्याइदिनुहुन्छ सरले एक्लै। यस्तो मिहिनेती हुनुहुन्छ है हाम्रो सर। अहिले सनिपलाई पनि सनिप चौतीमा बस्छ। अनि सरले त अहिले यस्तो जोस चढ्यो भने त सनिपलाई बाबु तिमी एकछिन बस म खन्छु भन्नुहुन्छ अहिले। शिक्षाजी के भन्न चाहनुहुन्छ आजको यो सिनेरियोमा? आजको यो सिनेरियोमा पानीबाट पानी पर्दैछ, यताबाट पनि कुवाला पर्ला जस्तो भइरहेछ। तर पानी परेको त राम्रै हो, घाममा रोप्नु पर्दैन। तर पनि यो देख्दा एकदम उत्साहित छौँ। यत्रोजना देख्दाखेरि मैले नदेखेको आफूले घरमा आवासहरूले मात्र रोपेको खेत अनि यत्रोजनाले रोप्दैछ। अनि हाम्रो साथी अजिता ओझा त आएनन् नि। उहाँलाई के भन्न चाहनुहुन्छ? उहाँले किन ढिलो गर्नुभयो मलाई थाहा भएन। अन्सुलाई फोन गर्दाखेरि अन्सुले हिँडिसकेकी थिए भनेर भन्नुभएको थियो। अब उहाँ चाहिँ कहाँ होइन उहाँलाई फोन गर्दाखेरि पनि त बिच बाटोमा छु भन्नुभएको थियो। यति बेला त बेसी सहर पुग्नु पर्ने हो त हिँड्दै। अझै आइपुग्नु भएको छैन भनेपछि बाटो नचिनेको नै हुनसक्छ। उताबाट हो आउने। गाडी साडी केही थिएन, बाटो नचिन्दा पनि सक्नुभयो। यता चाहिँ हाम्रो सिस्टर लोगले चाहिँ खाजा तयार पार्दै हुनुहुन्छ। के छ त खाजामा? दही चिउरा। ल अहिले खाजा खाने टाइम भएको छ नि त, त्यही भएर उत्सव सर एकदम दमदार प्रस्तुति दिइरहनु भएको छ। खाजा पचाउनु होइन कि खाजा खानको लागि पेटमा रहेछ। यो चाहिँ हाम्रो ब्रो र हाम्रो ब्रो है उहाँ चाहिँ। सर चाहिँ अब कामबाट थाकिसकेपछि खाजा खानको लागि तयार हुँदै हुनुहुन्छ। ए हाम्रो यता खाजा तयार हुँदैछ। सरले त खाँदै हुनुहुन्छ। अनि अब सबैको खाजा खाने टाइम हो हाम्रो यो ब्रेक टाइम। कस्तो लागिरहेछ तिमीलाई दही चिउरा? चाहिँ दही इटिङ भइरहेछ है हाम्रो यहाँ। केही कार्य गर्नुभन्दा अगाडि चाहिँ हामीले दही खान्छ। शुभ कार्य गर्नुभन्दा अगाडि चाहिँ हाम्रो यहाँ लमजुङमा दही खाने चलन छ। त्यही भएर चाहिँ हामी सुरुमा दही चिउरा खान्छौँ अनि त्यसपछि चाहिँ धान रोपाइ गर्छौँ। उहाँ निलो ड्रेस लगाएर आउनु भएको छ नि, उहाँ चाहिँ हाम्रो अजिता मिस हो। हामीले कल गर्दाखेरि म बाटोमा छु भन्दै हुनुहुन्थ्यो। यसरी आएको मान्छे त हामी बेसी सहर पुग्थ्यौँ होला। यति बेला हामी बेसी सहर पुग्थ्यौँ होला, तर उहाँ आफ्नो रुमबाट हाम्रो यहाँ फिल्डमा आउनु भएन। यता चाहिँ हाम्रो सर। अनि चाहिँ हाम्रो चस्मा हाउसको टोलीहरू पनि
उहाँ चाहिँ बेसी जर पुगेर आउनुभएको म्याम जा नबोल त छाता उडाइदिन्छु तिमीहरूलाई हामी चाहिँ हेरेको हेरे हेलो दर्शक यो चाहिँ हाम्रो सनी पो सूचना घ्याबुङले काटेको दियो हो अझै के गर्छौँ हामी दिला अब चाहिँ हामीले चाहिँ खेतमा लगाएर एउटा झिकिरा नि खेतमा लगेर पहिला सिरियसको टुप्पा काट्ने थियो क्या टुप्पा किन काट्ने यसमा चाहिँ राइस हिच्चा भन्ने चाहिँ एउटा किरा हुन्छ त्यसको अन्डा हुन्छ अरे त्यसको चाहिँ हामीले काट्नु पर्यो त्यसपछि गएर रोप्नु अब चाहिँ हामी अब धान रोप्न जान्छौँ होइन तर शुभ काम गर्नुभन्दा अगाडि चाहिँ मिठा खानुपर्छ त्यही भएर हामी सबले फ्रुटी खाँदैछौँ होइन धान रोप्नुभन्दा अगाडि टिका लाउनु होइन सर होइन टिका लाउनु अहिले टिका के टिका त लाउनु पर्छ भइसक्यो ल टिका लाउनु ल माटोको टिका हो सानो टिका त्यस्तो कहाँ हुन्छ होइन फुल लाइदिनु दीपिका बेलुका दिनुहुन्छ सर बेलुका दिनुहुन्छ मेरो पैसा त्यो तिमीलाई दक्षिणा उसले अरूले टिका लाउन मान्दैन अब दीपिकालाई यताबाट कति 240 उच्च स्तरबाट आउनु 340 सरबाट पैसा पाउँदा कस्तो भयो त एकदमै खुसी महसुस भयो धेरै म यो चाहिँ सबभन्दा सुरुमा चाहिँ म मेरो बहिनी दीपिका भण्डारीलाई चाहिँ मनैबाट धन्यवाद दिन चाहन्छु उहाँले के ट्विस्ट हुँदैछ हेरौँ 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 गाइस त्यो सुजन उता ल्याउनु त सस्तो कहाँबाट हेर्नुहोस् त गाइज तपाईँहरूले बिउ काट्नु भएको धेरै राम्रो यसकोबाट हुन्छ
ल फास्ट तँ त चस्मा लगाएन अन्त कस्तो देखिँदो रहेछ के ल ल टिच ल भागेगा नि त ये गाइड देख सकते हैं सर जानु जानु सर मैदानमा फिल्डमा जानु फिल्डमा केही भन्न चाहनुहुन्छ हजुर म त के भन्न जान्छु अनि म त्यहाँ जान्छु नि त्यसपछि सबै त्यहाँ हुन्छ ल जानुस् अहिले जान्छु एकछिन। अनि अब यो काट्नै पर्यो पुरा अँ गाइड वाह वाह नाइस नाइस शॉट निया त्यो पछाडि लाग्छ थोरै यति मैले यताबाट फाल्देऊ न हामी खाल्दिन छैन ओइ हामी यसो डल्लो अलि बाक्लो भयो क्या थोरै पातलो बनाऊ थोरै पातलो बनाऊ थोरै माथि हाल्देऊ न माथि सर त्यस्तो न के बिउ मलाई होइन सर यो त मोबाइल छ सर फेरि मेरो मोबाइललाई केही भयो भने त म नि तपाईँको मोबाइल बिग्रियो सरको मोबाइल त एकदम पुरानो छ जाऊ न रोप्ने रोपेर भ्याउनु लाग्यो क्या हो तिमीहरू बिउ काट दाइ यस्तो हेरी गति यो के हो गति दुर्गति केही छ भन्नु तम तयार भएका छन् सबै यति सफा त हुनु भयो यता फेरि अर्को छ यता फेरि यही भिडन त भएको छ रेफ्रीले यति रमाइलो होला भन्ने लाग्यो यस्तो नि हुन्छ यस्तो नि हो क्यामेरा राम्रो छ है ल यहाँ यस्तो काम गर्ने भन्दा हिलोखेल बढी छन् प्राइजहरू दाइलाई फोकस गर अब दाइले गर्नुहुन्छ उता नगर्नु
अब कति टोडिसक्यो नरेन्द्र सरलाई लगा भाइ कति मलाई मात्रै टार्गेट देखायो सबैले टार्गेट राख्नु छैन वाउ कुल मैले बिगा राखिन्छ कुल कुल यो भनेको हो नि त पारा हेलो म हिले हुँ धान हुँ म धान मलाई देख्दै यति हाल्छु न गरिनु सर हाएन नि चढ्नु सरको स्पेसल इन्भिटेसन यिनीहरू चाहिँ चस्मा ग्याङमै बिचमा एउटाको झोलमा ल ल प्यारा प्यारा झोल मोमोहरू ल अलि टाढा बसौँ त्यसो भए अलि टाढा बसौँ दौडी दौडी आइन्छ उहाँ हाम्रो त्यो बिचमा हुनुहुन्छ नि उहाँ चाहिँ हाम्रो प्योर झोल मोमो हो सागर दाइ यस्तो रमाइलोको के अरे समयमा हामीले मिलन सरलाई मिस गरेका छौँ मिलन सर भाइ चाहिँ हामी यहाँबाट फालिदिन्थ्यौँ भिडियो गर्छ सर हामी नि आउने हो सिकाउनुको सक्दिन बाक्लो र बेहान बाक्लो त्यो त मकैको ठुटो हुन्छ नजाम न सबै हेर सबै छ्या 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 स्पेशल भयो आज मिस गर्थे खेलाडीहरू मैदानमा उत्रिए यति रमाइलो 15 मा नि भएन होला उता चाहिँ त्यो सनिकको सर्ट यता चाहिँ हाम्रो नरेन्द्र सर भयो अब त सरले फकाउँदै हुनुहुन्छ सूचनालाई जा सूचना जा सरले एकदम फकाउनु भएको छ सरको फक दुश्मन जान्थे दिनको झोल मामा झोल मामाहरू झोल मामाहरू
सबै हिलोमा खेलिरहेका छन्। म यत्तिकै बसिरहेको छु। हेलो म हिलो हो रे। यस्तो रमाइलो त 2015मा नि भएको थिएन। सबै मुख धुँदै बस्दै गरेका छन्। फाइनल्ली हाम्रो चाहिँ रोपाइ सकिसक्यो र अहिले चाहिँ हामी खोलामा गएर नुहाइधुवाइ गरेर आइसक्यौँ भन्छ। अलिअलि हिरो चाहिँ पखाल्यो। अनि यतातिर चाहिँ हाम्रो ब्रोहरू हुनुहुन्छ। हेलो ब्रोहरू, के छ? कस्तो कस्तो भयो आजको दिन? अनएक्सपेक्टेड पानी परेर रे एकछिन है। अहिले चाहिँ रुके छ। अहिले चाहिँ हामी यहाँ खाजाको लागि ब्रेक लिँदैछौँ, चटपट ब्रेक। ल कस्तो भयो यता, कस्तो भयो ल आजको दिन? हामी चाहिँ अहिले नजिक आएँ। हामी चाहिँ अहिले चटपट खान बसेछौँ। अब यसो पेट पूजा गर्नु पर्यो नि त, कति काम मात्रै गर्नु। ओ माइ गॉड, ऊ तिनीहरू दुईजना चाहिँ उतैतिर व्यस्त छन् आफ्नै गोष्ठीमा। एकदम प्योर झोलमा पो देखिनु भएको छ अहिले।